एउटा बुढो मान्छे केही मानिसहरूको समूहमा पुग्यो र उसले भन्यो, म तिमीहरूलाई एउटा कथा सुनाउँछु। उसको कथा सुनाउने शैली आकर्षक थियो, सबैलाई आनन्द आएको थियो। साँच्चै नै कथा रोचक र हास्यरस भरिपूर्ण थियो। बीचबीचमा मानिसहरू खुलेर हाँस्थे। मजाक उडाएका थिए। अब 2 वर्षपछि ती ठट्टा गर्ने मान्छे को हुन्, मजाक उडाउने मान्छे को हुन् खोज्दा भेटिने छैन, किनभने रेलको छैन। अर्को दिन पनि त्यो बुढो मान्छे त्यही समूहमा गएर त्यही कथा सुनाउन थाल्यो। उही कथा दोहोरिए पनि यसपल्ट पनि सबैलाई रमाइलो नै लाग्यो। जालले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। लाग्छ थोरै समय दिनुहोस्, चुलामा पाइप जान्छ। त्यस्तो नचाहिँदो कुरा गर्न पाइन्छ भनेर फेरि आउँछ। फेरि अर्को दिन बुढो मानिसले त्यही कथा सुनायो। बुढोले कथा सुनाउँदै थिए तर कसैले खासै ध्यान दिएन। काठमाडौँमा इलेक्ट्रिक भेहिकल चलाउने, बसहरू चलाउने, डिजेलको फुरफुर मात्रै किन चाहियो? इलेक्ट्रिकबाट चलाउने, कार चलाउने, बस चलाउने धेरैवटा सहर भइसक्यो जहाँ पेट्रोल डिजेलवाला होइन, इलेक्ट्रिक बसहरू चल्छ। अर्को दिन त अति नै भयो। बुढो उही कथा सुनाउन तन्से। मानिसहरू दिक्क भए। सबैले बुढोलाई भयो भयो पर्दैन, चुप लाग भनेर कराए। बुढो रोकिएन। मानिसहरूलाई झोक उठ्यो। ठेलमेल गर्दै गलत्याएर त्यहाँबाट खेरे। यो कथामा भनिएको बुढो मानिस पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हुन्। उनलाई जेएनजीहरूले आन्दोलनको बलमा लखेटेका थिए। उनलाई पाखण्डपूर्ण भाषण गर्ने, अहंकारी र भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने जस्ता गम्भीर आरोपहरू लगाइएको थियो।